आफूले मात्रै खाएर भएन नि चराहरूलाई नि खुलाउनु पर्यो यार ल है गाइस निगालो गाडीमा है हम लिएर आइयो नि लिएर आइयो है ल है गाइस अहिले हामी वकिङ ल है गाइस अल्ट्रा सर्ट यो हो नि त होइन अर्जुन र हामी भनेको चाहिँ एकदमै क्लोज एउटा टिममा एउटै हाउसमा काम गरेको एकदम क्लोज क्लासमेट अनि अर्जुन चाहिँ एकदम मल्टी ट्यालेन्टेड हाम्रो क्लासमेट हो अनि अब एकदम एकदम रेगुलर डेमा पनि कि नर्मल तपाईँ एभ्रिडे हाम्रो क्लास हुन्छ नि त एभ्रिडेको यो बोरिङ क्लासमा पनि एकचोटि अर्जुनले सानो के एक्ट गरिदिए चाहिँ होल क्लासै खुसी वेटिङमा हुन्थ्यो क्या अनि आज क्लास गयो भने चाहिँ अर्जुनले के एक्ट गर्छ कि भन्ने चाहिँ हामीलाई आशा यो कुरा त कसम भिडियो हो यार आफै स्क्रिप्ट लेख्थ्यो होइन अनि स्क्रिप्ट लेखेपछि चाहिँ तपाईँ अब हाम्रो एक्टिङ गर्ने टिम छ नि त कसरी एक्टिङ गर्ने कसको रोल के गर्ने भनेको चाहिँ सबैलाई चाहिँ डाइरेक्टरै हो कि ऊ आफै डाइरेक्टर हो अनि लास्टमा चाहिँ ओपनिङ होइन हाम्रो नाटकको चाहिँ ओपनिङ अनि क्लोजिङ हुन्छ नि त्यो फिनिसिङ स्टेटमेन्ट के कसले आएर पक्का ड्याङ लास्ट डाइलग हान्छ नि त अर्जुनले भनेपछि बल्ल क्लोजिङ अब डान्सिङ त फेरि डान्सिङको चाहिँ अब हाम्रो रेगुलर त्यो नर्मल डान्सहरू त्यो हात हलाउने त्यो सबैले गर्छ नि त तर अर्जुनको चाहिँ युनिक हुन्थ्यो एक्सपेरिमेन्ट डान्स होइन कसैले गर्दै नगरेको डान्सहरू फर इक्जाम्पल त्यो जमानामा चाहिँ तपाईँको डान्समा चाहिँ एक्टिङ र फेसियल एक्सप्रेसनहरू लुकेको डान्सहरू चाहिँ अर्जुनले इन्ट्रोड्युस गरेको छ है त्यस्तो पारा त हामीलाई कहिले देखाउनु पर्यो पुरा खानाको पारा देखाउनु भयो अनि यस्तो हो त्यो कलाहरू भन्ने कुरो चाहिँ आउँछ बिस्तारै आउँछ के मात्रै भन्छ भने कलाहरू चाहिँ लुक्ने कुरा होइन एक दिन अन्तिममा चाहिँ हामी मिलेर एउटा फिल्म बनाउने अर्जुनले डाइरेक्ट गर्ने भन्ने कुरो भन्थ्यो कि तर इभेन्चुअली अब यत्रो 24 वर्ष भइसक्यो स्कुल छोडेको होइन अब त्यो कुराहरू अब आफ्नो कामसित आफ्नो व्यवस्थापन गर्दा आज त अनि 24 वर्ष अगाडि फेरि हामी टाइममा रिमाइन्ड जस्तो अनुभव भइरहेको छ नि दिपेन्द्र पुलिस के अरे दिपेन्द्र प्रहरी स्कुलमा त होइन दिपेन्द्र प्रहरीमा हामी अब त्यत्रो होइन 10 वर्ष सँगै पढेको अनि हामी 11 होइन म फेरि 2मा अर्जुनको चाहिँ हिडन ट्यालेन्ट देख्नु भएको छैन भने चाहिँ चिन्ता नगर्नुहोस् हामीलाई स्कुलको त्यो एउटा हाम्रो राजेन्द्र गुरुजीले एउटा कविता भन्नुहुन्थ्यो माधव प्रसाद ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपलमा भनेपछि यो लुकेर लुक्दैन यो जस्ट म्याटर अफ टाइम हो एक दिन देख्न पाउने मौका आउँछ नमस्ते बहिनी अहिलेसम्म कहिले नि भेटेको थिएन अर्जुनलाई आफ्टर 25 इयर्स भेटेको आज चाहिँ अलिक मैले त अघि दिइसकेको